हृदयमा फर्क प्रिय कुनै बहानामा, मेरो वास सधैँ तिम्रो प्रेम भावनामा। जहाँ प्रेम भावना हुन्छ त्यहाँ गुरु तत्त्वको वास हुन्छ, त्यहाँ ईश्वरको वास हुन्छ, त्यहाँ सम्पूर्ण देवी देवताको वास हुन्छ। प्रेम भन्नु र ईश्वर भन्नु दुईटा कुरा होइन, प्रेम नै ईश्वर हो। प्रेम भावना जहाँ छ सम्पूर्ण सकारात्मक ऊर्जाहरू त्यही हुन्छ। प्रेम भावना जहाँ छ त्यही सफलता हुन्छ, समृद्धि हुन्छ, आनन्द हुन्छ। समृद्धिको अर्थ यो होइन कि कुनै एउटा विषयमा सम्पन्नता। समृद्धि जीवनका सम्पूर्ण आयामहरूको विकास, हर आयाममा समृद्ध हुनु, यो समृद्धि हो। यो समृद्धि प्रेम भावनामा लुकेको छ। प्रेमबाटै सारा सृष्टि सञ्चालित छ। यो सृष्टिमा प्रेम हुँदैन थियो अथवा आमाको हृदयमा प्रेम हुँदैन थियो भने कुनै पनि जीवको विकास हुँदैन थियो, पालन पोषण हुँदैन थियो। प्रेमबाटै सबै सृष्टि चलेको छ। प्रेम भावनाको विकास कसरी हुन सक्छ त्यतातिर हामी सबैको ध्यान जान जरुरी छ। पवन बनी आएको छु छोएर त हेर, अङ्ग अङ्ग स्पर्शले धोएर त हेर। पवित्रता घोलिनेछ तिम्रा चाहनामा, पवित्रता घोलिनेछ तिम्रो चाहनामा। हृदयमा फर्क प्रिय कुनै बहानामा। यो ध्यानको विधि हो। अङ्ग अङ्ग स्पर्शको अनुभव। पवन बनी आएको छु छोएर त हेर, स्पर्शको अनुभव गर्ने। पवनले त हर क्षण हामीलाई छोइ नै रहेको छ, बस हामीले याद नगरेको मात्रै हो। जब हामी स्पर्शको याद गर्छौँ स्वतः हामी ध्यानस्थ हुन्छौँ र यो ध्यानले हाम्रा चाहनाहरूलाई पवित्र बनाउँछ। जसको चाहना पवित्र छ उसको जीवन पवित्र हुन्छ। चाहनाहरू नै त हो हामीलाई सुख दिने, दुःख दिने, राम्रो गराउने, नराम्रो गराउने। सारा खेल हाम्रो चाहनाहरूको हो, हाम्रो मनको हो। जब मन पवित्र हुन्छ मानिस पवित्र हुन्छ, जीवन पवित्र हुन्छ। जहिले पनि मनको पवित्रता खोज्नुपर्छ। ध्यानको एउटै उपलब्धि हो मनको पवित्रता। यदि ध्यान गरेर पनि मन पवित्र भएन भने त्यो ध्यानको अर्थ रहँदैन। यो लाइनले हामीलाई यही नै बुझाउन खोजेको छ। कान्ति बनी बसेको छु चेतनामा हेर। जीवनको कान्ति, आत्मा ज्योति कहाँ छ? हाम्रै चेतनामा छ। चेतनामा हेर्ने बानी, चेतनामा ध्यानस्थ हुने अभ्यास गर्नुपर्छ। ध्यान गर्ने धेरै विषयहरू हुन्छन्, देखिने विषयहरू हुन्छन्, सुँघ्ने विषयहरू हुन्छन्, सुन्ने विषयहरू हुन्छन्, छाम्ने विषयहरू हुन्छन्, स्वादका विषयहरू हुन्छन्। ध्यान लगाउने धेरै ठाउँहरू हुन्छन्, अन्यत्र होइन। ध्यान लगाउने सर्वोत्तम स्थान हो स्वयंको चेतना। चेतनालाई हेर्नुको अर्थ चेतनामा आफ्नो ध्यानलाई स्थिर गर्नु। कान्ति बनी बसेको छु चेतनामा हेर। जब चेतनामा हेर्न थालेपछि प्रकाशको अनुभव हुन्छ। म स्वयं प्रकाश हुँ अनुभव हुन सुरु गर्छ। कान्ति बनी बसेको छु चेतनामा हेर, स्वयं प्रकाश अनुभूति गरेर त हेर। ब्रह्म ऊर्जा समेटिन्छ तिम्रो जागरणमा। जब तिमी जागृत रहन्छौ पुरै ब्रह्माण्डको ऊर्जा मैसँग छ, यो अनुभव हुन्छ। ब्रह्म ऊर्जा समेटिन्छ तिम्रो जागरणमा। हृदयमा फर्क प्रिय कुनै बहानामा।
हृदयमा फर्किनुको अलावा सुख पाउने, आनन्दित हुने अरू कुनै विकल्प छैन। जहाँ प्रेम छ उहीँ आनन्द छ, जहाँ प्रेम छ उहीँ शान्ति छ। त्यसकारण आनन्द शान्ति खोज्न नदौडौँ। बस प्रेम कसरी प्रस्फुटन हुन्छ, हृदय कसरी पल्लवित हुन्छ, प्रेमको रसधार कसरी बहन्छ, बस त्यतातिर ध्यान देऊ, त्यसको प्रयास गरौँ। गुरु बनी आएको छु अन्तःकरण खोला, गुरु बनी आएको छु अन्तःकरण खोला। भक्ति भावको मधुर अमृत अन्तर मनमा घोला, भक्ति भावको मधुर अमृत अन्तर मनमा घोला। प्रणव ध्वनि प्रकट हुन्छ तिम्रो आनन्दमा। बडो गहिरो छ। प्रणव ध्वनि जहाँ प्रकट हुन्छ त्यो स्थानको नाम हो आनन्द। र बिना आनन्द प्रणव ध्वनि प्रकट हुँदैन। प्रणव ध्वनि बिना आनन्द स्थायी हुँदैन। आनन्द त हामीले अनुभव गरेका छौँ। कहिलेकाहीँ थकाइ लागेको बेलामा विश्राम गर्न पाइयो आनन्द आउँछ। भोक लागेको बेलामा भोजन गर्न पाइयो आनन्द आउँछ। कुनै राम्रो दृश्यहरू देख्न पाइयो, दृश्य हेरेर आनन्द आउँछ। कुनै राम्रा सङ्गीतहरू या ध्वनिहरू सुन्न पाइयो आनन्द आउँछ। कुनै सुवास सुगन्धहरू अनुभव गर्दा आनन्द आउँछ। आनन्द त छ, तर त्यो आनन्द स्थायी छैन। अहिले आनन्द छ, एकछिनपछि फेरि आनन्द हराउँछ। जब आनन्दबाट प्रणव ध्वनि प्रकट हुन्छ, आनन्द सदा सदाको लागि स्थायी हुन्छ। आनन्दबाट प्रणव ध्वनि प्रकट नहुन्जेलसम्म कुनै पनि स्थितिमा आनन्द स्थायी हुँदैन। आनन्द त हुन्छ तर अस्थायी हुन्छ। प्रणव ध्वनि नै स्थायी हो। प्रणव ध्वनि हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। यो अविनाशी हो, कहिल्यै कहिल्यै नष्ट नहुने। प्रणव ध्वनि थियो, छ र रहन्छ। यसको कहिल्यै मृत्यु हुँदैन, न जन्मन्छ न मर्छ। यो अविनाशी छ, यो सर्वव्यापी छ। जहाँ प्रणव ध्वनि छैन, यो संसारमा त्यस्तो कुनै स्थान छैन। यो ब्रह्माण्डमा कुनै त्यस्तो स्थान छैन। यो आकाश जति फैलिएको होला, आकाश जहाँसम्म होला, भन्न सकिन्छ कि आकाश कहाँसम्म छ, आकाश कहाँ गएर टुङ्गिन्छ, सिमाना छ भन्न सकिन्छ? सकिँदैन। आकाश कहाँसम्म छ, जहाँसम्म आकाश छ उहीँसम्म प्रणव ध्वनि छ। प्रणव ध्वनिको कुनै सीमा छैन, यो असीमित छ। यो जन्म मृत्युभन्दा पर छ, सबैमा छ र सबैबाट यो मुक्त छ। जब हामी त्यो प्रणव ध्वनिको अनुभव गर्छौँ, हामी पनि त्यो मुक्तिको अनुभव गर्छौँ। बिना प्रणव ध्वनि मुक्ति असम्भव छ। हामीलाई मोक्ष प्रदान गर्ने नै प्रणव ध्वनि हो। त्यो प्रणव ध्वनि कहाँबाट प्रकट हुन्छ? त्यो प्रणव ध्वनि प्रकट हुन्छ हाम्रो आनन्दमा। आनन्दमा प्रणव ध्वनि प्रकट हुनुपर्छ। आनन्दमा प्रणव ध्वनि प्रकट हुनको लागि त्यो आनन्द भक्ति भावको आनन्द हुनुपर्छ, अन्य विषयको आनन्द होइन। कहिलेकाहीँ हाम्रा कुनै कामनाहरू, इच्छाहरू पुरा हुँदाखेरि पनि हामी आनन्दको अनुभव गर्छौँ। मैले अघि नै भने, कहिलेकाहीँ विश्राम गर्दाखेरि पनि हामी आनन्दको अनुभव गर्छौँ। आफूले चाहेको कुरा प्राप्त गर्दा आनन्दको अनुभव गर्छौँ। मैले त्यो आनन्दको कुरा गरिनँ। प्रेमबाट, भक्तिबाट, भक्तिभावबाट उत्पन्न हुने आनन्द, यो आनन्दमा चाहिँ प्रणव ध्वनि हुन्छ, अरूमा हुँदैन। प्रणव ध्वनि प्रकट गराउनको लागि प्रेमको आनन्द, भक्तिभावको आनन्द अनिवार्य छ। जहाँ भक्तिभावको आनन्दमा प्रणव ध्वनि प्रकट हुन सुरु गर्छ, अब आनन्द चिरस्थायी, कहिल्यै कहिल्यै नष्ट नहुने आनन्द, हर हमेसा आनन्द
यता फर्क्यो आनन्द, उता फर्क्यो आनन्द, खाना खायो आनन्द, हिँड्यो हिँड्नमा आनन्द, बोल्यो बोल्नमा आनन्द, जता गयो उतै। मलाई सबै कुराले छोड्ला तर आनन्दले छोड्दैन। म अहिले जीवन्त छु, जिउँदो छु र पनि आनन्द, मेरो मृत्यु भएर पनि मलाई आनन्दले छोड्दैन। यसैलाई सत्यबाट प्रकट भएको आनन्द सच्चिदानन्द भनिन्छ। सत चित आनन्द, यो सच्चिदानन्द नै हामी सबैको गन्तव्य हो। त्यो गन्तव्यमा पुग्नको लागि के गर्नुपर्छ? फेरि मैले कविता दोहोऱ्याएँ। गुरु बनी आएको छु अन्तःकरण खोला। गुरु बनी आएको छु, आफ्नो अन्तस्करण खोला। अब यो मन खोला, मनको ढोका खोला। जाने मनबाटै हो, अन्तर्चेतनामा प्रवेश गर। गुरु बनी आएको छु अन्तस्करण खोला। भक्ति भावको मधुर अमृत अन्तर मनमा घोला। भक्ति भावको मधुर अमृत अन्तर मनमा घोला। प्रणव ध्वनि प्रकट हुन्छ तिम्रो आनन्दमा। जब भक्ति भावको अमृत खोल्छौ, भक्ति भावले आह्लादित आनन्दित हुन्छौ, त्यहाँबाट प्रणव ध्वनि प्रकट हुन्छ। प्रणव ध्वनि प्रकट हुन्छ तिम्रो आनन्दमा। हृदयमा फर्क प्रिय कुनै बहानामा। हृदयमा फर्क प्रिय कुनै बहानामा।